देशको धेरै चिजहरू खरानीमा छ। आज यति धेरै शून्यतामा रहेको देशलाई अझ पनि हामीमा आशा त छ नि त। अगाडिको मार्ग यसलाई एउटा कोर्स करेक्सन भएर अगाडिको हाम्रो सुखद यात्रा हामी अझै पनि पहिल्याउन सक्छौँ भन्ने आश त हामीमा छ नि त जीवित। तर त्यो आश पूर्ति गर्नका लागि, त्यो आशलाई सुखद परिणाम प्राप्तिका लागि हाम्रो पोलिटिसियन्सहरूले र आम हामी मान्छेहरूले के सही भूमिका निर्वाह गरिरहेका छौँ? घटनाक्रमलाई हेर्न पर्यो। नेपालको जेनजी मुभमेन्ट सुरु भयो र केही एक साता, डेढ साता, 2 सातासम्म के हल्ला चलाइयो वा के भाष्य स्थापना गर्न खोजियो भने एउटा कन्स्पिरेन्सी थ्योरीको उपयोग गर्दै नेपालमा चाहिँ बाह्य शक्तिहरूले, चाइना, अमेरिका, भारत, कसले आफू अनुकूल, जसलाई जस्तो व्याख्या गर्दा अनुकूल हुन्छ, उनीहरूले नेपालको मुभमेन्ट गरे हुन् भने के केही समय त्यसले खायो। अब त्यो घडी आज झन्डै 50 दिन क्रस गर्दै गर्दा नेपाल प्रहरीका आइजी खापुङ साहबले एउटा सार्वजनिक सञ्चार माध्यममा अन्तर्वार्ता दिनुभयो। यो बिचमा पनि धेरै तथ्यहरू आएका छन् हैन। आइजी खापुङ साहबको अभिव्यक्तिसम्म पुग्दा त एउटा त सच्चाइ छरपष्ट भइसक्यो नि त। गोली कसले चलाएको? उहाँले भन्नुभयो नि त, गोली त स्पेसल कमान्डोले, नेपाल प्रहरीको स्पेसल कमान्डोले चलाएकै हो नि त। तर चलाउनु पर्ने स्थिति हो कि होइन? उहाँले भनेको भेरी जेन्युन है। म त एकदम प्रभावित छु उहाँको तर्कमा। मैले सवाल आम मान्छेका अगाडि के राखिदिनु भयो भने, गोली चलाऊ, जो चलायो ऊ चाहिँ अपराधी करार हुने अवस्था छ, नचलाऊ त्यो भवन खरानी भनेको अवस्था छ। 24 गते भएको थियो होइन? 23 गते साँझ जब ठुलो सङ्ख्यामा संहार भयो, मानवीय क्षति भयो, नवयुवा पुस्ता जेनजीहरूको एक खालको कत्लेआम भन्दा पनि हुन्छ त्यो भयो। त्यसपछि आम नेपालीहरूमा इमोसन भयो, आक्रोश भयो, एक खालको हृदय जलन भयो। त्यसको प्रकटीकरण 24 गते भएको होइन र भने। प्रारम्भिक तथ्याङ्क अनुसार त झन्डै 11.5 लाख मान्छे त्यो दिन चाहिँ सडकमा थिए भन्ने आँकडा आइसकेको छ नि त। त्यसलाई पनि हामी राख्न खोज्दैछौँ। आम मान्छेमा जलन थियो त्यो घटनाप्रति 23 गतेको। त्यसैको परिणामस्वरूप त्यसमा घुटपैठ आदि इत्यादि के भयो त्यो त भयो, त्यो अनुसन्धानको कुरा छ। जाँचबुझले त्यसको फाइन्ड आउट गर्छ नै होला, गर्नु पनि पर्छ। तर सपाट तथ्यहरूलाई हामी ढाकछोप किन गर्न खोज्छौँ? बरु त्यहाँ भएका कमी कमजोरी र आगामी गर्नुपर्ने त्यति बेला भएका कमी कमजोरीहरूको रिभ्यू गर्ने, गम्भीर समीक्षा गर्ने र आगामी कोर्स कसरी अगाडि बढाउनुपर्छ, कानुनी रूपमा के ल्याप्सेजहरू छन्, जो अथोरिटीमा बसेको मान्छे, जो अधिकार सम्पन्न अधिकारी छ, त्यो पोलिटिसियन्स, प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा कमान्डर आदि इत्यादि जो हुन्छ अथोरिटीमा, उनीहरूको रोल कहाँनिर ल्याप्सेज छ, त्यो अनुसन्धानको विषय होला। र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको कोर्स करेक्सन गरेर जानुपर्ने आवश्यकता होइन होला त? त्यो होला नि त आजको आवश्यकता। हामी अल्झिने, एकातिर अल्झिने पनि कस्तोमा अल्झिने भने सच्चाइ एकदम घाम जस्तै सपाट छ, त्यसलाई ढाक्न खोजेर अझ हामी एकदम अँध्यारो धुवाँमा, अँध्यारो कुहिरोमा आम मान्छेलाई रुमल्याउन चाहन्छौँ। त्यो चाहिँ गर्नुहुन्न। त्यसो गर्दाखेरि हाम्रा सपनाहरू अझ पनि यो शून्यतामा गएको खरानी टकटक्याएर अगाडि बढ्ने एउटा आशा र सङ्कल्प भएका नेपालीहरूलाई अझ त्यही रिब्याक गरिरहने हो। करेक्सन गरेर रिभ्यू गरौँ, करेक्सन गरौँ, सच्चाइलाई चाहिँ त्यो अन्धेर नगरौँ। अब अगाडि बढौँ। सपनाहरू मरेका छैनन्, मूर्छित मात्रै भएका हुन्। अहिले सपनाहरू जीवित छन्, तर ती सपनाहरूलाई मूर्छित गर्ने दुष्प्रयास कसरी नगरौँ के अहिलेको समयमा।